यो डाँडो कटेर जानुपर्ने अरे केटा। अब आज फेरि यहाँ मेला रहेछ। आज त भ्याउँदैन होला जान, भोलि मात्रै जान्छ अरे। 3000 लिन्छ अरे यहाँबाट गएको। अब आज यतै बसेर भोलि मात्रै गयो होला जस्तो छ है। च्याङथापुमै बसाइ होला जस्तो छ। आज मेला रहेछ क्या यहाँ फेरि पुरा महोत्सव। केटा लाग्यो च्याङथापुबाट अब शिव भन्ज्याङ लाग्यो जीवा भन्ज्याङतिर। के खरि पर्नुभयो तपाईँ? म बस्नेत हजुर। हजुर हजुर म त लिम्बू हो। ए कुन लिम्बू पर्नुभयो? म सुन्नु भएको छैन होला हौ। होइन मेरो भाउजू त लिम्बू हो नि फेरि। के छ लिम्बू? नेम्बाङ। नेम्बाङ हो। म चाहिँ माग्नु लिम्बू हो। ए माङ्मु हजुर। थुप्रो धेरै थरी हुँदो रहेछ लिम्बू पनि। लिम्बू त कति हुन्छ भाउजू चाहिँ नेम्बाङ हुनुहुन्छ। हजुर इलामको। हजुरको चाहिँ यतै हो घर सबै? हजुर मेरो यहाँ माथि हो घर चाहिँ। ए मैले जुन ठाउँमा यही गाडी कुदाउँछु, अर्को बाइक कुदाउँछु, मान्छेले पसल सेवा पार्टी भएर पनि जान्छ होइन। झापै जस्तो अटो लगाउँछ। अटो नै लिएर। ए यो चाहिँ ताप्लेजुङ त्यो डाँडो। यहाँ चाहिँ तिम्रो पोखरी सुन्नु भएको छ? लिम्बू पोखरी पुगिन्छ अब? तिम्रो पोखरी होइन, तिम्रो पोखरी सुन्नु भएको छ नि? ए छैन छैन सुनेको। साह्रै चलेको तिम्रो पोखरी छ त हौ। ए खै त अनि यता माथि गर्दा त्यो चाहिँ 3टा बोर्डर हो। ए होइन यो चाहिँ कुन के हो टावर डाँडा? ए यो चाहिँ टावर राखेको छ? के को टावर सर? यो एनजेलकै होला हौ। ए सहरमा त त्यति भएन। बस्ती मजाको रहेछ नि यता त। तलभन्दा यता ठुलो गाउँहरू छ क्या। मजाको बस्ती। काम त कति हो? दाइको चाहिँ फेरि दुइटै छोरा छोरा छन्। मेरो चाहिँ दुइटै छोरी छोरी मिलाएर त्यहाँ छन् त्यही भयो भने पुराना छोरी हो। आफ्नै सन्तान हो होइन। आफ्नो छोरीकै छ। इतिहासमा अहिले छोरा भन्दा छोरीले हेरिरहेको हेरेको छ। छ। लाग्छ, बाघ लाग्छ, सबै लाग्छ नि हाम्रो। कन्देल लाग्छ। मधेलहरू पनि के राति निक्लिन्छ होला, दिउँसो त निक्लिँदैन होला होइन। तपाईँको अब भालुहरू यो मकैको सिजनमा गाउँतिर झर्छ नि। म तिम्रो पोखरी जाने बाटो यता चाहिँ ए गाउँ जाने बाटो। लिम्बू पोखरी पोखरी छ यता? ठुलो धान छ नि। तिम्रो पोखरी त पूर्वमा पार्टी भएर तिम्रो पोखरी त तर्यो। पार्टीबाट नजिकको तिम्रो पोखरी त अब 2-3 दिन पैदल यात्रा गर्नु पर्यो। ए ताप्लेजुङै जिल्लामा पर्यो कि? 5 तर ताप्लेजुङ ए सिमानामा? सिमानामा। यो तलको ठुलो खोला हो। ए पर्यटनको क्षेत्रमा पनि हुँदै रहेछ यहाँ मान्छेहरूलाई।
केटा गइँदैछ है बाइकमा यसरी हामी त अब चिवा भन्ज्याङ लागिँदैछ कुन ठाउँ पो अरे तल हामी हिँडेको छ स्याङथापुबाट चिवा भन्ज्याङ लागिँदैछ है यसरी पुरा तुसारो चिसो यस्तो छ बाटो 2 घन्टा 2.5 घन्टा चाहिँ लाग्दो रहेछ बाइकमा चिसो चाहिँ अति यो ठाउँको नाम चाहिँ के हो सर यसलाई तारेपुङ खोल्सा भन्छ ए खोल्सा हामी चाहिँ झर्नै भन्छौँ फेरि यस्तो जे देखे पनि सानो खोल्सा जस्तो छ रमाइलो हुँदैछ गइँदैछ घामसँग लुकामारी खेल्दै लागिँदैछ बाटो चाहिँ बनाउने कार्य भइरहेको छ चाँडै बन्द होला यसको हाइट चाहिँ कति छ उचाइ तिम्रो त्यहाँ भनेको हजुर त्यहाँ भनेको 38 हो कि कति हौ 36 है 37 त्यस्तो लाग्छ 30 हो कि 30 देखि जे 3000 भन्दा माथि नै हो बाँकी नै लगभग मलाई 38 जस्तो लाग्छ एभरेजमा पहिला हामी यो बिराती हजुर त्यसरी हेराउँथ्यौँ रेडपान्डासम्म निकाल गर्दा त ए खै कति छ त्यसलाई गुगलमा हेरौँ ल हामी भेटिन्छ ए हामी जानुपर्ने चाहिँ उता डाँडो छ यता पर यता चाहिँ हो उकालो उकालो छ है पुरै उकालो छ उकालो भन्दा ओह्रालो झर्न गाह्रो नि सर बाइकमा हजुर ओह्रालोमा चाहिँ
ल ठाडा उकालो अब कति किलोमिटर भयो सर चिबान त्यहाँदेखि 27 हो कि 30 हो। अब हामी आधी आयौँ आधी छैन नि त। आधी आइपुगेकै छैन है बाफ्रे हिँडेको लगभग 50 मिनट भयो हामी आधी पनि आइपुगेको छैनौँ है अढाई घन्टाको हाम्रो अनुमानित समय हो मिनिमम हामी आधी बाटोमा आयौँ के भन्छ त सर यसको नाम यो भेडी चोक हो। भेडी चोकमा आयौँ है अब यहाँबाट चाहिँ भेडी चोक यहाँ माथि एउटा मन्दिर छ त्यहाँदेखि के अरे हजुर हजुर चिप्लाटे पोखरी छ यहाँ माथितिर हजुर हजुर त्यहाँदेखि चित्रे अनि क्रसर हजुर गोरुजुरे त्यहाँदेखि वासरुम हुँदै हजुर हजुर चियाबन्ज्याङ पुगिन्छ हजुर। कस्तो छ दृश्य चाहिँ मनोरम छ दृश्य नर्मल छ बाटो यो चाहिँ के हो सर यो ठुलो क्रसर छ यहाँ त। हजुर ठुलो क्रसर छ ए क्रसर हो हजुर। यो चाहिँ हाम्रो कुम्भकर्ण र कञ्चनजङ्घा है हजुर। नट लुज भयो जस्तो छ हजुर श्यामा हिमाल अक्सिजन चाहिँ कमी नै रहेछ हजुर। सास फेर्दा एकदम गाह्रो भइरहेछ अक्सिजन लेभल कम जति हामी माथि चढ्दैछौँ त्यति त्यो दृश्यमा देखेको चाहिँ माछा पुछ्रे हिमाल है यहाँबाट नेपालका आधी हिम श्रृङ्खला चाहिँ हजुर। हामीले अवलोकन गऱ्यौँ त्यसमा चाहिँ पुरै हिमालहरू देखिन्छ होइन? हजुर हजुर तर यही भनेर ठम्याउन हामीलाई चाहिँ अब गाह्रो हुन्छ। हजुर हजुर तपाईँको ट्रेकिङ गरिबस्ने मान्छेलाई हजुर चाहिँ थाहा हुन्छ क्या यो हिमाल यो हो यो उनीहरूले चाहिँ ठम्याउन सके
यो माथि ठोक्यो भनेको त्यो माथिको जिरो देख्यो नि हजुर हजुर यहाँदेखि चाहिँ भनेको लगभग सबै नै हिमाल देखिन्छ ए अब चिन्न चाहिँ गाह्रो हिमश्रृङ्खलाहरू सबै देख्यो हजुर मनोरम दृश्य है जाडो रहेछ तपाईँको एकदमै आज हजुर दिन चाहिँ राम्रो भयो क्या तपाईँले देख्नु पाउनु भयो नत्र बादल हुन्छ लाग्छ नि त यहाँ त हजुर हजुर हामीले एक प्रकारले आफूलाई भाग्यमान नै सोच्नुपर्छ हजुर चिसो त अब आखिरी हुने नै जग्गा हो छैन हामीलाई तर हजुर चिसो त भाउ चाहिँ हुन्छ हजुर ओहो आई ल दृश्यमा देखेको चाहिँ हिमालय निकै बाटो लागिसकेछ बाघ भालु बँदेल साह्रो लाग्ने इलाका यही हो ए यता हजुर यस्तोमा बस्छु है गोठमा यसै पालि मात्रै 12 14 कति भालुले यहाँ खाइदियो ए भेडी गोठहरू यस्तोमा बस्छ कि यस्तैतिर बस्छ अब हाई पुग्ने त उतै हो यस्तोमा थियो तर यहाँ ओह्रालो निकै छ 12 गोलै हुन्छ अब चाहिँ ओह्रालो अब चाहिँ 12 गोलाइ छ है 12 गोलाइसम्म चाहिँ हामी ओह्रालो जानुपर्ने हुन्छ अब हामी 4 भागको 1 भाग 3 भाग कट्यौँ सर अलि छैन है त्यसदेखि चाहिँ निकै टाढो पर्छ ए अब नेटवर्क सेटवर्क पनि दिँदैन ए माथि डाँडा चियाबानमै अलिकति दिन्छ ए हजुर हजुर अरू जग्गा खासै दिँदैन बाटो बनायो त्यहाँ बनाएछ बापरे 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 पुरै ठाडो उकालो त छ नि ओह्रालो बिस्तारै बिस्तारै सर
स्टार्ट बन्द गरेर जानुपर्छ होला हौ सुक्खा खोला पुल आइसक्यो हामी सुक्खा खोला पुल आयो एकदमै ओह्रालो झर्दैछौँ हामी एकदम ओह्रालो छ यो सुक्खा खोला पुलदेखि चाहिँ अब लगभग 150 यो पुल बन्दै हो सर यो ए ओह्रालो जुन तपाईँ हामी बसेर पानी खाइयो नि त बेलुका हजुर हजुर त्यो चाहिँ यहाँको पानी हो ए यहाँबाट जान्छ ए मुहान हामी कुन ठाउँ आयो हो यो वसुम खोला वसम खोला आइयो यहाँको पानी चाहिँ तल हामी कुन ठाउँ खाइयो च्याङथाबुमा खाइयो हामीले यहाँको पानी है एकदम राम्रो पानी मिठो सग्लो प्राकृतिक पानी खाइयो भनौँ न के केमिकल हालेर शुद्धिकरण गर्नु पर्यो आफै
यो के रोडको लागि हो नि रोड कम्पनी के होला यिनीहरू रोडको ए वर्षहरू है बाटो निर्माणाधीन कार्य जारी छ चाहिँ यो भर्खरै बनाएको बाटो हो ल यस्तो राम्रो यस्तो ठाउँ आइपुग्यो पुरा कटकट खाएरै बाहिर जाँदै नि अनि यसो छ बाटो निर्माण कार्य चाहिँ हुँदै रहेछ हजुर फर्गुसन कन्स्ट्रक्सन जनकपुरको ठेकेदारद्वारा एकदम राम्रो द्रुतगतिमा पैसा भनेपछि हेरौँ त यस्तो चिसोमा मान्छे अनि दिइरहेको कहाँबाट आउनुपर्छ नि हो सर उहाँहरूलाई तपाईँ हामीलाई हेर्नुहोस् न होइन उहाँहरू त्यहीँ बस्ने हामी त यसो एकछिन कति गाह्रो होला
इन्डियाबाट पनि ल्याउँदो रहेछ है कामदारहरू सबै कालो ठाडो के बनाएको है यो बाटो पानी जाने घटाएको हो कि है पानी छैन तपाईँको हिउँ पर्छ कि यहाँ ए हिउँ पर्दाखेरि चाहिँ त्यो पग्लेर जाँदा चाहिँ ए बनाएको बनाउनु चाहिँ मैले सरलाई यहाँ अलिकति हिँडाएँ ल ए हुन्छ हुन्छ यहाँ पर बाटो निस्किँदैन होला बाइक चाहिँ निस्किन्छ ए हुन्छ हुन्छ तपाईँ यहाँदेखि सटो उतरमाथि डाँडामा निस्किनु ए कताबाट यताबाट ए ल त्यो पनि तापिन्छ म गरिदिन्छु ल ए हुन्छ सर ल यस्तो छ यहाँको हिँडाइ पनि हुन्छ बेला बेला उता गाडी नजाने भएर हिँडेर यो बाटो जाँदैछु म हिँडेर एकदम हिँडाइ पनि हान्नु पर्यो हिउँ छ यहाँ हिउँ यो हिउँ हो है हिउँ परेर यस्तो छ बाटो आइया त्यो हेरौँ गलियो यहाँ चाहिँ नेपाल यहाँ सशस्त्र प्रहरी बलको हाम्रो नेपालको छ उता चाहिँ दार्जिलिङ अरे के अरे वेस्ट बङ्गाल यता एपिएफको यो यस्तो छ ल यही हो अब यो चिवा भन्ज्याङ यही हो एकवटा चिवा भन्ज्याङ यता यो नेपाल सक्यो इन्डिया प्रवेश गरियो केटा यस्तो छ चिवा भन्ज्याङ कञ्चनजङ्घा हिमाल चिवा भन्ज्याङ यो त्यहाँबाट उता चाहिँ इन्डिया कहाँबाट ए यही हो इन्डिया हो ए नेपालै छौँ
ए हिँडेर है ट्रेकिङ जाने बाटो है कञ्चनजङ्घाको यो। यो कञ्चनजङ्घा चाहिँ यहाँबाट हिँड्दै ट्रेकिङमा पनि जान्छन् मान्छेहरू। यो चाहिँ सिमाना हो क्या? ए यो इन्डियाको सिमाना? ए यो चाहिँ इन्डियाको बोर्डर नेपाल र इन्डियाको ढुङ्गा लाएर यसरी बनाएको छ। यो चाहिँ एकचोटि म खिचेर आउँछु सर। यस्तो छ यहाँ। त्यहाँ सशस्त्र क्याम्प थियो अघि, उता चाहिँ अब खिच्न आउँदैन। यस्तो छ यो चाहिँ कञ्चनजङ्घा जाने बाटो। यहाँबाट माथि ल यहाँ सबै छ विवरणहरू होइन। यो त इन्डिया यता यस्तो ठाउँमा छ। यो चाहिँ 10 गज चाहिँ 10 पाइलासम्म चाहिँ कसैको भक लागेन। ए कञ्चनजङ्घा हिमाललाई राखेर उता एसएसपीको यहाँदेखि यता नेपाल, यहाँदेखि यता 10 गज एसएसबीको क्याम्प, यता नेपाल। चौरी हान्दैन नि यो याक है। यस्तो छ यो चाहिँ इन्डियाको साइडमा प्रवेश गरे। कञ्चनजङ्घा हिमाल यहाँको सुन्दर देखिँदैछ। त्यहाँ चाहिँ एसएसबीको हो, यो सिक्किम हो। यो ल सबै सिक्किम प्रवेश गर्यो। यहाँ छौँ है। यहाँ भारत माता की जय। बस्ने ठाउँ हो एसएसबी बस्ने ठाउँ। जाउँ होला सर। ओ सिक्किम यता सबै सिक्किम है। सिक्किमको घरहरू यहाँबाट देखिँदो रहेछ। सिक्किम भयो, यो पहाड चाहिँ सिमाना। यो एसटिएफको क्याम्प भइहाल्यो। बोर्डर है केटा यो चाहिँ। यो नेपालको झन्डा भएकोतिर नेपाल। अब हामी नेपाल प्रवेश गऱ्यौँ, उता इन्डिया। यस्तै छ। यो चाहिँ यता नेपालै होइन सर? यो बाटो यहाँको है। सरल बस्ने ठाउँ हो एसएसबी बस्ने ठाउँ। जाउँ होला सर। ओ सिक्किम यता सबै सिक्किम है। सिक्किमको घरहरू यहाँबाट देखिँदो रहेछ। सिक्किम भयो, यो पहाड चाहिँ सिमाना। यो एसटिएफको क्याम्प भइहाल्यो।